ल हेर्नुहोस् त साथीहरू, कलमले गर्ने तरिका चाहिँ हामीले गर्ने र यो तरिका चाहिँ फरक रहेछ के साथीहरू। खासमा यस्तो तरिकाले चाहिँ कलमीहरू बनाउने हो भने पा एकदम मजाको हुँदो रहेछ क्या। हामीले त अलिअलि काट्ने अनि रातो माटो गोबर हालिदिने गर्थ्यौँ के, तर त्यो गलत रहेछ नि साथीहरू। यस्तो मजाले चाहिँ 1-2 महिनामा चाहिँ जरा हालेर पुडुस्स हुँदो रहेछ क्या साथीहरू। तपाईँ हामी पनि यो आइडिया लगाउन पर्ने भयो। एकदम सजिलो रहेछ। ट्याक्क चेप्टो पारेर काट्ने अलिकति, त्यसपछि कुन निकाल्ने हो, पानीबाट पनि हुँदो रहेछ अनि गोबर मलहरूबाट पनि हुँदो रहेछ। क्या सजिलो तरिका रहेछ क्या। अब बोतलहरू त फालाफाल छन् जताततै, चिसो कोक फेन्टाहरू खाएका। ट्याक्क मजाले बाहिरको बोक्रो मात्रै काट्नुपर्ने रहेछ कि। अनि त घिउ किमरी दल्देर ट्याक्क माटो र मिसाएर राखेपछि चाहिँ यस्तो दामी तरिकाले चाहिँ कलमीहरू जस्तो पनि बनाउन सकिँदो रहेछ। तपाईँहरू पनि सिक्नुहोस् है साथीहरू। अब म पनि अमिलाका टन्नै कलमी बनाउन पर्ने छ। अब चाहिँ यो आइडिया हेरेर बनाउँछु है। तपाईँहरू पनि नबिर्सिकन हेरेर यो आइडिया फलो गरेर मजाले कलममा